नेगरा सापकोटा मेरो बिमारको समस्या ठुलो थियो पहिला। हजुर खुट्टा दुख्ने, खुट्टा नोक्दै ननोक्ने, एकदम घिर्सेर यहाँबाट घिर्सेर त्यहाँ आँगनसम्म घिर्सेर जानुहुन्थ्यो। लौरा भन न, लौरा नि हिँड्न नसक्ने हुनुहुन्थ्यो। 5-6 वर्ष चाहिँ भए 4 वर्ष भएको छ। 4 पुगेर 5 लाग्यो। डाक्टरले अब त्यही नसा खिच्छ, अपरेसन गर्नुपर्छ, हाड खिच्छ, यता पछाडिको नि खुट्टाको नि भन्थ्यो। औषधि कति खानु हो हस्पिटलको त भएन। त्यहीँका दबाईले उभिनु भएको, त्यहीँका दबाईले खुट्टा टेक्नु। हजुर यहाँ हिँड्न नसकेर घिर्साउँदै जानुहुन्थ्यो आँगनमा। अहिले त अब धेरै बुट्टाको घाँस पनि खसाल्नुहुन्छ, भैँसी धुनुहुन्छ, सब गर्नुहुन्छ। सोझखोज अरे त्यहाँबाट त्यहाँ हुनुहुन्छ भनेर, आयुर्वेदिक त्यहाँ छ भनेर, अनि उहाँले धेरै यसरी अड्याएर त्यहाँबाट जाँचबुझ गर्नुभयो। हजुरलाई चाप्ने दबाईले नआतिनु होला, चापेपछि ठिक हुन्छ, चापेन भने तपाईँलाई सन्चो हुन्न, चापो भने ठिक हुन्छ भन्नुभएको। अनि चापेपछि त्यहाँबाट 2 महिना भएपछि अनि ठिक भयो। कपडा लाउनु त कपडा चाल्नै सक्दैन थिएन पहिला त। कपडा लाइन पर्थ्यो। त्यही दबाई खाएदेखि अलि हालेर 2-3 महिना र बल्ल कपडा लाउने आदि जम्मै भए। अनि त्यही दबाई दिए। अब यतिको भएँ भनौँ। बुट्टाको घाँस पनि काट्नुहुन्छ, घाँस अब भैँसी दुहुन म त एक्लै के लाउँथ्यो र बुवा ठिक नभएको त पहिला त घिर्सेर यहाँबाट घिर्सेर त्यहाँ जानु त साह्रै दुखी भइथ्यो। त्यहाँ गएर अनि सरले गएर सबै जाँचबुझ गरेर सब कुरा अब के थियो सबै उहाँको दबाई दिनुभयो। अनि त्यही दबाईले ठिक हुँदै गएर पछि अब सरले हातले अड्याएर पनि दबाई खुवाउनु भयो, गर्नुभयो, उहाँले चेक गर्नुभयो, सबै कुरा उहाँकै दबाईले ठिक भएको। मर्यो पराल बचेको सबैले बाँच्दैन नि भन्थे। अहिले यतिको भएर हिँड्दा चाहिँ एकदम खुसी लाग्छन्। आमा त यसै खुसी हुनु पर्यो पनि क्या नि। जिन्दगी के छ राम्रो, खुसी छन् छोरा बुहारी छोरी, 2टा छोरा 1टी छोरी। त्यहाँ पैसा पिर नगर्नुहोस्, फुरफुरु दबाई ल्याएर खानुहोस् भनिन्छन् छोराबाइले। तपाईँ अब वरिपरिका दाजुभाइ दिदीबहिनी सब खुसी हुनुहुन्छ। हजुर अब त्यस्तो घिर्सेर हिँड्ने मान्छे देख्छ त छक्क पर्नु भयो नि। अब विश्वास नगर्नेलाई त अब के भन्ने। अब हजुर के भनौँ, अब त्यही विश्वासै नगर्नेलाई भन्ने ठाउँ केही छैन। अब नगर्नु, अब हामीले गरिन्छौँ, यहाँ वरिपरि सबै छिमेकीले पनि सबैले गर्नुहुन्छ। त्यस्ता बिरामीलाई तगडा गराइदिनु भयो। सरलाई धेरै धेरै धन्यवाद छ, हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद छ। धेरै खुसी छौँ। अब 80 वर्ष तन्नेरी